सर्दी जुखाम लाग्दा चाहिँ कोले चाउचाउको झोल बनाएर खानुहुन्छ त। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लॉग। आज चाहिँ म वाइ चाउचाउको झोल बनाउन जाँदैछु। मेरो दिदी र मलाई चाहिँ सर्दी जुखाम लागेर हालत धेरै खराब भएको थियो के। अनि दिदीलाई सन्चो नभएर चाहिँ उलाई किचनमा आउने मनै थिएन, अनि मलाई चाहिँ अलिअलि सन्चै थियो। अनि मैले नास्ता बनाइदिन्छु भनेर सोचे, अनि दिदीलाई के बनाइदिउ भनेर सोध्दा उले चाहिँ तँलाई जे बनाउने मन छ त बना भनेर भन्यो। अनि मलाई चाहिँ चाउचाउको झोल बनाउने मन थियो, अनि म चाहिँ चाउचाउको झोल बनाउनतिर लागे। सुरुमा चाहिँ मैले टमाटर प्याज र हरियो खुर्सानी काटेर राखे। अनि त्यसपछि कराईमा तेल राखेर प्याज भुनेर टमाटर र खुर्सानी पनि हाल्दिए। अनि एउटा कुरा चाहिँ मलाई आज थाहा भयो कि यो वाइ चाउचाउ चाहिँ इन्डियामा महँगो मिल्ने रहेछ त। त्यही भएर रहेछन् हाम्रो नेपालीहरूले इन्डिया आउने बेला चाहिँ वाइ चाउचाउको पेटी नै बोकेर ल्याउने। अनि यतातिर चाहिँ मैले आफूलाई चाहिने जतिको मसलाहरू चाहिँ हालिसकेको थिएँ। अनि त्यसपछि चाहिँ पानी पनि हाले। अनि एकछिनको लागि चाहिँ मैले त्यसलाई बोइल आउनलाई छोडिदिएँ। अनि त्यसपछि एकछिनमै बोइल आयो। अनि मैले चाहिँ चाउचाउको मसलाहरू पनि सबै फोडेर हालिदिएँ। कतिको जनाहरूले यो चाउचाउलाई चाहिँ मसलामा नै भुटेर हाल्नुहुन्छ होला, तर मैले चाहिँ यो झोलमा बोइल आइसकेपछि चाउचाउ माथिदेखि हाल्ने गर्छु। धेरै मान्छेहरूको खाने र बनाउने स्टाइल चाहिँ छुट्टा छुट्टै हुन्छ हैन र। अनि हेर्दा हेर्दै बोल्दा बोल्दै मेरो चाउचाउ पनि पाकेर रेडी भइसकेको थियो। अनि मैले मेरो दिदी र मेरो लागि चाहिँ दुईवटा प्लेटमा चाउचाउ निकाले। देख्नमा चाहिँ चाउचाउ धेरै टेस्टी देखिरहेको थियो। अनि मैले लगेर चाहिँ दिदीलाई पनि टेस्ट गराए। अनि मेरो दिदी र मलाई चाहिँ यो चाउचाउको झोल धेरै राम्रो लाग्यो। यो चाउचाउको झोलले मात्र हाम्रो सर्दी जुखाम ठीक हुँदैन भनेर चाहिँ हामीहरूलाई थाहा छ। औषधिहरू पनि खाएकै छौं, तर पनि ठीक भइरहेको छैन। हजुरहरूसँग के घरेलु उपायहरू छन् भनेपछि चाहिँ मसँग कमेन्ट बक्समा शेयर गर्न सक्नुहुन्छ। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।